गाइज वेलकम टु माई न्यू ब्लग। आज हामी यता मुक्तिनाथ भरमा सरी मनकामना घुम्न आएको। मनकामना जाँदाखेरिको बाटो फेरि यस्तो रहेछ नि हजुर आउँदाखेरि जस्तै पोखराको बाटो आउनु होला, यताको बाटो नआउनु होला। हामी यता बाटो आएर एकदम भुल गरेछौँ क्या। हेर्नुहोस् गाइज, पुरै पुल छैन, बाटो पुरै हिलो। यहाँ मेरो जुत्ता पनि पुरै हिलो पाइ ढिलो भयो पुरै। यस्तो माहौल त्यसैले यसको कारण आउँदाखेरि अलि त्यस्तो गुगल म्यापबाट अलि खोज गरेर त्यस्तो गरेर आउनु होला। यस्तो सिधै अन्दाजमा आउनु होला। अब यतातिरको माहौल पनि रमाइलो रहेको छ। पुल पनि भत्किएको रहेको छ। यहाँको बस्ती फेरि एकदम धेरै रहेछ। यहाँ हेर्नुहोस् माहौल चौपाएर रहेको छ। यहाँ गाउँको नाम के अरे भन्नु न? मालेबगर भन्ने गाउँमा हामी आएका छौँ। अब एकछिनको लागि चिज उता आउँदा योभन्दा अगाडि पुग्ने बाटो त छैन। ऊ त खोला